हेलो एभ्रिवान, आज चाहिँ म भाइको नि घर देखाउनेवाला छु हजुरहरूलाई। हेर्नु होला, सधैँ दाइको मात्रै घर देखाइराखेँ, आज भाइको पनि देखाउँछु। यो चाहिँ भाइको टोइलेट बाथरुम हो। अहिले उसले बनाउँदैछ। यो भाइले मसला मसली चाहिँ र मालिकले नै बनाउँदैछ। यो चाहिँ टोइलेट, यो चाहिँ बाथरुम हो। बाथरुम चाहिँ फेरि भव्य छ क्या, ठुलो, पुरा सेन्टेक्सै राख्दा पनि हुने खालको छ बाथरुम चाहिँ। यो चाहिँ मेरो भाइको टोइलेट बाथरुम हो। अनि घर चाहिँ म हजुर, यो चाहिँ भाइको घर हो। फिनिसिङ हुनु चाहिँ बहुत टाइम लाग्ने रहेछ, अझै झन्डै 1.5 महिना जति लाग्छ होला। यो चाहिँ उसको हो, सकेकै छैन, पुरा केही हटाएकै छैन, अहिले यतिको बनिँदैछ। यतिको भइसक्यो, भित्र पनि देखाउँछु हजुरहरूलाई। केही काम फिनिसिङ भएको छैन, यो पनि लिपेको छैन, यता लिपिसक्यो। यो चाहिँ ब्रान्डाको कोठा हो। यो बिच भन्नु कि छेउ भन्नु, 3 कोठाको छ घर। एउटा रुम भयो, खिड्कीहरू बनाउनु बाँकी नै छ। यहाँ चाहिँ यति लिपिसक्यो, अब यसमा कलरहरू गर्नु बाँकी छ। यता विन्डो नलागोले गर्दाखेरि यहाँ लिप्नु हुँदैन अरे, अनि विन्डो लिएर मात्रै लिप्ने अरे, डाइरेक्ट यो यसरी लिप्छ। अझै बाँकी छ। यहाँ माथि चाहिँ सामान राख्नेहरू दामी बनाएको छ क्या, के सामानहरू पनि राख्नु मिल्छ यस्तो बनाएपछि। दैलोहरू पनि लिएर रेडी गरिसक्यो। यता लिपेको छ, यता लिपेको छैन, त्यही विन्डो नआएर यता पनि दैलोहरू पनि लिएर रेडी गरेर राखेको छ। अझ चाहिँ मिस्त्रीहरू पनि आएको छैन, कता काम छ अरे, होइन गयो अरे। अझ त्यही भएर भाइले गर्दैछ। दाइको चाहिँ सिद्धिसक्यो घर, अब सर्नै मात्रै बाँकी हो उसको चाहिँ। सिमेन्टहरू सबै यतिकै राखिरहेछ। यहाँ पनि अझै पोस उठाउनै बाँकी रहेछ। दाजुभाइको घर चाहिँ यहीँ हो है, फेरि दाइको यो तलतिर हो, दाइको चाहिँ यो हो। यहीँ छिमेकी दाजुभाइ। यो चाहिँ दाइको हो, यो त सधैँ देखाइराखेको मैले हजुरहरूलाई। यो चाहिँ भाइको हो। एउटै आँगन पनि पर्यो। दाजुभाइ छिमेकी हुँदा रमाइलो हुन्छ नि, मलाई चाहिँ त्यस्तो लाग्छ। अब अरूलाई कस्तो लाग्छ। घर देखाउँछु भाइको, अब भिडियोलाई यतिमै एन्डिङ गर्ने हो। अब नेक्स्ट पार्ट यो घरहरू फिनिस भइसकेपछि म फेरि भिडियोहरू बनाउँछु, देखाउँछु हजुरहरूलाई। अहिलेलाई हस्त।